मिनासान कोनिचिवा आज फेरि एउटा भिडियो लिएर आएको छु स्पेशली चाहिँ होटल इन्टरभ्यूहरुको लागि नै बनाइरहेको बेला यो होटल इन्टरभ्यूमै तर तपाईले आफ्नो चाहिँ डिटेल्सहरु रिप्लेस गरेर चाहिँ युज गर्न सक्नुहुन्छ जिउको सोकाइ हो ओसिएते कुदासाई तपाईको आफ्नो परिचय दिनुहोस् जिउको सोकाइ कसरी बनाउने स्पेशली चाहिँ यसमा चाहिँ मैले के गरेको छु भने तपाईको डेट अफ बर्थ कुनै होटल कम्पनीहरुलाई कसैलाई पनि चाहिदैन तपाईले कति सालमा पास गर्नुभयो तपाईको परिवारमा कति जना छन् तपाई नेपालको कुन ठाउँमा बस्नुहुन्छ यो सब कुराले के फरक पर्दैन त्यही कारणले गर्दाखेरि चाहिँ मैले यिनीहरु चीजलाई हटाएर इम्पोर्टेन्ट कुराहरु के छन् त त्यसलाई एड गरेर जिउको सोकाइ कसरी भन्ने त इन्टरभ्यूमा कसरी जिउको सोकाइबाटै आफ्नो इम्प्रेसन बनाउने त त्यसको लागि एउटा भिडियो बनाएको छु लास्टसम्म हेर्नु होला यदि मन पर्यो भनेदेखि लाइक कमेन्ट्स गर्नु होला नेक्स्ट भिडियो कुन क्वेशनमा बनाउने भनेर कमेन्ट पनि गर्नु होला बनाएर फेरि अपडेट गर्नेछु ल मैले यसरी सुरु गरेको छु हाय कोनिचिवा हाजिमास्ते Honjichuki chona ojikan itadaki arigato gozaimasu. Watakushi wa RK to moushimasu. Shoushun wa Nepalu no nani nani tokoro desu. Watashi wa Nepalu no Toribon Daigaku de management gakka o suchugyo shimashita. Watashi wa 2 年間ぐらいネパルのホテルでフロントベッドメイキングとホールの仕事をした経験が持っております。この仕事でサービススキルや注意深さを身につけました。そして忙しい仕事場でもうまく働くことができます。また私はマイクロソフト、ワールド、エクセル、パワーポイント、フォトショップなどを使うことができます。趣味は料理を作ることと新しい場所を行くことです。私の強みはお客様と話すときいつも笑顔でどんな状況でも落ち着いていることです。これによりお客様を幸せにし満足してもらうことができます。私は御社のチームに貢献したいと思っております。聞いてくださってありがとうございました。どうぞよろしくお願いします。अब यसमा मैले धेरै कुराहरुलाई चाहिँ हटाएर डिटेलहरु हटाएर बनाएको छु। यदि मन पर्यो भनेदेखि चाहिँ लाइक गर्नु होला। अब यसको डिटेल्सहरु चाहिन्छ भनेदेखि चाहिँ मलाई कमेन्ट्समा छोड्नुस् म तपाईलाई चाहिँ स्पेशली यो कसरी बनाएको छ त्यो प्याटर्न नै तपाईलाई फरवर्ड गरिदिन्छु ल। यति कुरिता आरिगातो गोजाइमास।